अब चाहिँ हामीहरू जाँदैछौँ कहाँ हामी जरङखुमा आइसकेका छौँ अब चाहिँ हामीहरू जरङखुमा आइसकेका छौँ गाइस अनि अहिले चाहिँ यो अनि यो तालु भाइ चाहिँ साह्रै बिगारेको छ होइन गाइस यो तालु भाइको मुख हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ यो चाहिँ तालु हो यो रातो र कालो लुगा लगाउने अनि यो चाहिँ युकेन जस्तो देखिरहेको यो चाहिँ चेतन भाइ अनि यो चाहिँ राम भाइ यहाँ हल्का अगाडि अब हामीहरू उता जानेछौँ होइन हामी उता जानेछौँ अनि फेरि यहाँ भटगाउँ चाहिँ अगाडि जानेछौँ होइन गाइस अब चाहिँ हामीहरू कहाँ अब चाहिँ हामीहरू काभ्रेस्थलतिर जान लाग्दैछौँ पदमसाल काभ्रेस्थलतिर जाँदैछौँ अनि बिचमा हामीहरू भटगाउँदै नै छौँ राति भइसक्यो 6 बजेर कति मिनट गइसक्यो होइन गाइस अहिले चाहिँ अनि हामीहरू चाहिँ यो अफिसियली तपाईँहरूको लागि बनाउँदैछौँ किनभने तिहार कस्तो हुन्छ भनेर हामीले देखाउँदैछौँ होइन गाइस अनि कतिको मजा आउँछ अनि गाइस अनि हामीले यहाँ के गर्छ अनि के भड्काउँछ त्यो पनि हेर्छौँ होइन गाइस अनि हामीहरू चाहिँ अहिले यहीतिर भड्काउनेछौँ हेर्नु सक्नुहुन्छ गाइस धेरै मान्छेहरूले पैसा दिइरह र थोरै मान्छेहरूले चाहिँ पैसा दिएको छैन होइन सबैलाई होइन नदिएकोलाई पनि सबैलाई लक्ष्मी लगाएको छैन अनि हामीहरू चाहिँ अब गाइस यहाँ चाहिँ गाडी खडेको छ यो चाहिँ मेरो गाडी भनेर कहाँ भन्छु सपनामा चाहिँ किन्न सकेको छैन अनि साथीहरू चाहिँ यहाँ अहिले कहाँ यो चकचके साथीहरू चाहिँ अब यहाँबाट भड्काउँदै जाने हो अब चाहिँ होइन यहाँबाट हल्का माथितिर जाऊँ होइन त्यसपछि के हुन्छ हेरौँला है गाइस भोलिको नि भिडियोहरू आउँछ होला होइन भोलिको नि भिडियोहरू आउँछ भोलि हेरिदिनु होला प्लिज भोलि पर्सितिरको नि भिडियोहरू आउँछ हेर्न सक्नुहुन्छ मेरो रिजन प्रो वाला युट्युब च्यानलमा अनि प्लिज सब्सक्राइब गरिदिनु होला तपाईँको लागि मैले यस्तो राम्रो भिडियो बनाएर ल्याएको छु अनि हामीहरू चाहिँ बल्ल तल्ल यहाँ खेल्दै डुल्दै आएका छौँ गाइस तपाईँहरू नि मलाई दिन सक्नुहुन्छ गाइस दक्षिणा तिहारको जति भन्नु तपाईँहरूको घरको लोकेसन दिनु हामी आउँछौँ होइन अनि हामीलाई 1-2 हजार चाहिँ दिनुपर्छ है गाइस ल हल्का उतातिर जानेछौँ अब अनि गाइस अनि हामी चाहिँ लास्टै गरिब भएको छौँ होइन अहिले चाहिँ हामीले यतापट्टि घरमा छिर्नेछौँ जाउँ यतापट्टि केटा हो यतापट्टि जाउँ यता जाने बाल अनि अब चाहिँ हामीहरू जानेछौँ अनि भड्काउँदै खेल्दै जानेछौँ होइन गाइस अब चाहिँ तपाईँहरूले सब्सक्राइब मात्र गरिदिनु पर्छ होइन प्लिज हामी मुख चाहिँ देखेको छ कि छैन त्यो हामीलाई थाहा छैन अनि किराहरू चाहिँ पुरै टोलको अनि हामीहरू चाहिँ माथि जान लाग्दैछौँ पटाको पसलहरू अनि यता त जुलिबी दस छ अनि यता सबै ठाउँमा बत्ती मात्र बनाएको छ होइन तिहारको बेलामा तिहारको बेला चाहिँ राम्रो कुरा छ होइन गाइस अनि अब चाहिँ हामीहरू माथितिर जाँदैछौँ धेरै जस्तो मान्छेहरू रङ्गोली बनाउँदैछ हेर्न सक्नुहुन्छ अनि कति राम्रो रङ्गोली बनाउनु भए अनि यहाँ चाहिँ पूजा गरेको छ हामी रङ्गोली बनाउँदैछ अनि यहाँ चाहिँ हल्का माथितिर आइपुगेछौँ हेर्न सक्नुहुन्छ गाइस तर तिहारमा साथीभाइ चाहिँ लग्नै पर्छ त्यही मजा आउँछ होइन यो भैलीहरू खेल्न अनि हामी चाहिँ अहिले यहाँसम्म मात्र आइपुगेका छौँ अहिले तपाईँहरूको घरको लोकेसन भन्दा हुन्छ हामीहरू चाहिँ आउँछौँ र एउटा मात्र गरिदिन्छौँ
दाहरू जस्तै हो त है रमिदाहरू जस्तै हो त भन्नुहोस् यार उताले विवेक राई सुन्छस् को रमदाको साथी हो बिस्तारै अर्कोलाई उनीहरू यहाँ चाहिँ राम्रो राम्रो रङ्गोलीहरू बनाएको छ अनि यहाँ चाहिँ अर्को ग्रुप पनि छ हामीहरू चाहिँ अब एउटा माथितिर जानेछौँ भनेर गाइज अभिषेक दाई कहाँ ए अभिषेक दाई साथीहरू सबै गाइस अब चाहिँ हामीहरू यहाँ दाहरूलाई नै भेटिसकेका छौँ यहाँ रङ्गोली हेर्न सक्नुहुन्छ अनि हामीहरू चाहिँ माथि जाँदैछौँ यहाँ चाहिँ झिलिमिली छैन है गाइस यहाँ चाहिँ यो बत्तीको यो पुलको बत्तीले मात्र उस कलर दिइरह हाल्ने हो सबैजना भल्लिने भन्ने पर्छ होइन गाइस आज भैलिनीको दिन हो त्यो हो र अनि गाइस अनि हामीहरू चाहिँ यस्तो राम्रो ठाउँमा आइपुगेका छौँ यहाँबाट भ्यू नि राम्रै देखिरहेछ ल अहिले पछि हामी रिक्याप गर्छौँ अनि गाइस ल बाइ बाइ गाइस भएन फेरि ल वान्स मोर 3 2 1 गो बाइ बाइ गाइस अब चाहिँ हामीहरू आइसकेको छौँ साथीभाइ साथ रमाइलो बढाउँदै आएका हामी दोस्रो खेल्नु दोस्रो बड्काउँदै बडा मेरो भाइ हो मैले त्यो भाइ पढाइदिन्छु हात पढा त लिने बैलिने 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 बैलिनी 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 जैलिनी बैलिनी 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 बैलिनी
भैलेनी यहाँ मात्रै होइन भैलेनी यहाँ मात्रै होइन भैलेनी 77 जिल्ला भैलेनी जानै पर्ने भैलेनी पुग्नै पर्ने भैलेनी जग्गा एकजनाले सोलाइको काठी भैलेनी छानामाथि कालोकोट भैलेनी छानामाथि कालोकोट हामीलाई चाहिँ Where you can? You can. भन मेरो साथी हो राम्ररी भन भैलेनी आइपुग्यो हामी भैलेनी हेर्दैछ भैलेनी आयो आयो भैलेनी ले त म पनि पड्काइदिउँ न हल्का तेरो मुखमा पड्काएन भाइ भाइ एउटा छ भने ल्याउ न पड्का खाना गाई चामल चाहिँ हामी पड्काउँदै रुकै टाइम लगाउनु पऱ्यो